एकातिर हारको इमोसन छ, भावना छ र इमोसन र भावना पछाडि पनि ठूला प्रश्नहरू छ नेपाली क्रिकेट टोलीमाथि। नेपाली क्रिकेट टिममाथि चाहिँ कालो बादल मडारिरहेको छ। CWC लिग 2 को चाहिँ तालिका हेर्ने हो भने नेपाल 6औं स्थानमा थियो, अझै पनि 6औं स्थानमै छ। आज म्याच जितेको भए नेपालको 20 अङ्क हुने थियो, तर माथि जान चाहिँ सक्ने थिएन। नेपालले माथि जानको लागि चाहिँ 3 म्याच लगातार जित्नुपर्छ, तब मात्र नेपाल चाहिँ ODI को स्ट्याटस बचाउन सफल रहनेछ। 6औं स्थानमा पुग्नको लागि चाहिँ क्यानाडाले 22 अङ्कको साथमा बसेको छ। क्यानाडाले चाहिँ 6औं स्थान कब्जा गरेर बसेको छ। नेपाल 6औं स्थानमा पुग्नको लागि 24 अङ्क त चाहियो। नेपालसँग जम्मा 18 अङ्क छ। 18 2 20 2 22 2 24 3 म्याच चाहिँ लगातार जित्नुपर्ने हुन्छ ODI स्ट्याटस बचाउनको लागि। अर्को छ टप 4 को कुरा। नेपाल चाहिँ जतिवटा खेल हार्दै जान्छ त्यति नै वर्ल्ड कपबाट चाहिँ टाढा गइरहेको छ। आजको हारले नेपालको लगभग वर्ल्ड कपको यात्राको ढोका चाहिँ बन्द जस्तै भइरहेको छ। प्ले अफको बाटो छ त्यो एउटा, तर पनि टप 4 मा पुग्ने बाटो चाहिँ बन्द भइसकेको छ, तर चाबी लाउन मात्रै बाँकी छ। अब अरू कन्ट्रीका खेलमा पनि भर पर्छ। अरू कन्ट्रीले कतिवटा खेल जित्नेछन्, कतिवटा खेल हार्नेछन्, उनीहरूको प्रदर्शन कस्तो रहन्छ त्यसमा डिपेन्ड हुन्छ। कुरा गरौँ आजको ब्याटिङ लाइनको। गुलसन झा एउटा यस्तो खेलाडी, कहिलेकाहीँ उनी एक्लैले जिताइदिन्छ। खाना मुसे, मुखसम्म हात लए तर चबाउन बिर्से जस्तो भयो। निकै भावुक बने, अन्तिम बलमा छक्का हाने, मात्र 2 रनले नेपाल हार्न पुग्यो। उनी निकै भावुक बने, तर त्यहाँ एउटा थोरै जिम्मेवारी पनि थियो। अन्तिम ओभरमा नेपालले जित्नको लागि मात्र 13 रन चाहिएको थियो। 3 बल गुलसन झा चाहिँ चुक्न पुगे, 3 बल डट रहन पुग्यो। प्राय गुलसन झाले चाहिँ सर्ट पिच बलमा चाहिँ खेल्न सक्दैन, त्यो चाहिँ उनको कमजोरी हो। हामीले चाहे साउथ अफ्रिकासँगको खेलमा हेरौँ, अन्य खेलहरूमा हेरौँ, टप अर्डर भन्ने शब्दै नेपालको क्रिकेट टिमबाट चाहिँ निकाल्दिन पाए सायद जित निकाल्थ्यो नेपालले। नेपालका टप अर्डर कहिले चल्ने भएन। अर्जुन कुमारको यो तेस्रो खेल हो, उनी 2 बल खेलेर 0 रनमा आउट भयो। उनको पहिलो डेब्युमा चाहिँ उनले 11 रन हानेका थिए र दोस्रो डेब्युमा 44 रन हानेका थिए। आज भने 2 बल खेलेर 0 रनमा आउट भयो। नेपालको प्लेइङ 11 के लागि चेन्ज गरेको भन्दाखेरि चाहिँ टप अर्डरमा केही प्रभाव जमोस् भनेर चाहिँ लिएर आएको थियो। हुन त हारेपछि धेरै कमजोरीहरू देखिन्छ नै, तर यो समस्या चाहिँ नेपालको सधैँ दोहोरिरहन्छ। यो समस्याबाट मुक्ति पाउन चाहिँ नेपालका ब्याटरहरूलाई धेरै अध्ययनको, धेरै कन्सिस्टेन्सीका साथ खेल्नको लागि चाहिँ एउटा मानसिक तयारी पनि चाहिन्छ। ब्याटिङ लाइनको सरसर्ती कुरा गर्नुपर्दा आसिफ शेखले 47 बल खेल्दा 21 रन लिएर आउट भयो। विनोद भण्डारी भने लगातार 2 खेलमा चाहिँ उनी रन ल्याउन सकिरहेका छैनन्। उनको पर्फर्मेन्स चाहिँ देखिएको छैन। सायद कुशल भुर्तेललाई बेन्चमा राख्नुको पनि कुनै अर्थ छैन। विनोद भण्डारीलाई कमब्याक गराइयो, तर कुशल भुर्तेललाई बेन्चमा राखिएको छ, यसका लागि त होइन पक्कै। उनलाई यस्तै खेल खेल्ने हो भने चाहिँ उनले निरन्तरता पाउन चाहिँ निकै गाह्रो छ। कुशल भुर्तेललाई चाहिँ कमब्याक गराउन एकदमै जरुरी छ। त्यस्तै अर्जुन कुमारले 2 बल खेलेर 0 रनमा आउट भयो। रोहित कुमार पौडेल लामो पार्टनरसिप गइरहेको थियो। उनले 32 बल खेलेर 46 रन ल्याइसकेका थिए। पार्टनरसिप पनि राम्रो चलिरहेको थियो, तर उनी सधैँ आउट हुने भनेको त्यो अतरङ्गी सट खेल्छन् के हुन्, बीचमा त्यो सधैँ अतरङ्गी सट खेल्ने चाहिँ उनको बानी रहेको छ। त्यो आवश्यकता थिएन, त्यो आवश्यकता थिँदै थिएन। क्याप्टेनले त्यसो गर्नुपर्ने। कन्टिन्युअसली चाहिँ लिएर गएको भए, कन्सिस्टेन्सीका साथ खेलेका भए नेपाललाई चाहिँ उनले सायद रेस्क्यु गर्न सक्थे। र त्यस्तै दिपेन्द्र सिंह ऐरीले चाहिँ आज 49 बल खेलेर 55 रन ल्याएका थिए। यस्तो लाग्छ कि दिपेन्द्र सिंह ऐरी र गुलसन झा अनि सन्दीप लामिछाने सिर्फ यी 3टा खेलाडीहरू मात्रै नेपालका लागि खेलेका हुन्। खेला त सबै खेलेका हुन्, तर यी 3टा मात्रै पुराना खेलाडी हुन्, अरू सबै कच्चा पच्चा, अरू खेल्नै जान्दैनन् जस्तो। कन्सिस्टेन्सी नै छैन, केही छैन। यी 3टा खेलाडीहरू मात्र खेलेको देखिएको छ आगामी म्याचहरूमा हेर्ने हो भने। र आरिफ शेखको पनि ओमनसँगको म्याचमा चाहिँ निकै राम्रो प्रदर्शन थियो, तर आज भने चाहिँ उनले 5 बल खेलेर मात्र 3 रन ल्याएका छन्। गुलसन झाले 35 बल खेलेर 61 रन हानेका थिए। नेपालको टिम धराशायी भइसकेको थियो, तर उनले नेपालको टिमलाई चाहिँ हातमा समातेर चाहिँ उद्धार गर्दै थिए, तर अन्तिममा चाहिँ रेस्क्यु गर्न सकेनन्। उनी भुलचुक भए, उनी निकै इमोसन पनि देखिए, तर उनले अझै आफूलाई चाहिँ स्ट्रङ बनाउनु पर्ने छ। उनले अझै आफूलाई चाहिँ तिखार्नु पर्ने छ। र करण केसीले पनि आज 26 बल खेलेर 18 रन त ल्याएका थिए। र नन्दन यादवले पनि 10 बल खेल्दै 8 रन हानेका थिए।
अब बलिङको कुरा गरौँ, बलिङमा नेपालले लामो समयसम्म चाहिँ पार्टनरसिप तोड्नै सकेन। लामो समयपछि चाहिँ सन्दीप लामिछानेलाई लिएर आयो 20मा, उनले विकेट चाहिँ निकालेर दिए। नेपाल टिम चाहिँ जसरी धराशायी भइरहेको थियो, स्कटल्यान्डका ब्याटरहरू चाहिँ नेपाली टिमका बलरहरूमाथि जसरी हावी भइरहेका थिए, सन्दीप लामिछानेले चाहिँ त्यो पार्टनरसिपलाई तोड्दै नेपाल टिमलाई चाहिँ रेस्क्यु गरेका थिए। र त्यस्तै गुलसन झाको पनि आज बलिङ निकै राम्रो थियो, स्विङ भइरहेको थियो। स्कटल्यान्डकै ब्याटरहरूले चाहिँ उनको बल स्विङ रहेको र निकै राम्रो थियो भनिरहेका थिए। करण केसीले पनि बााउन्ड्रीहरू प्राय खाइरहेका थिए, उनले पनि लाइन र लेन्थ चाहिँ सम्हाल्न सकेको थिएन। यद्यपि बलिङ भने चाहिँ जब पार्टनरसिप तोडियो स्कटल्यान्डको, त्यसपछि चाहिँ राम्रो नै थियो। 243 को चाहिँ स्कटल्यान्डले टार्गेट दिएको थियो, चेस गर्न नसक्ने रन भने थिएन। 8 विकेटको क्षतिमा स्कटल्यान्डले 243 रनको टार्गेट दिएको थियो। त्यो रन नेपालले सजिलै चेस गर्न सक्थ्यो। तर नेपालका ब्याटरहरू यसरी ब्याटिङ गरिरहेका थिए कि त्यो लयमा चाहिँ थिएन, जुनको आवश्यकता थियो त्यो लयमा थिएन। आगामी दिनहरूमा चाहिँ नेपालका ब्याटरहरूले अझै सुधार्नुपर्ने छ र नेपालका क्याप्टेन रोहित पौडेलले चाहिँ आफूलाई चाहिँ साबित गर्नुपर्ने छ, कमब्याक हुनुपर्ने एकदमै आवश्यक देखिएको छ नेपालका ब्याटर, नेपालका क्याप्टेन रोहित कुमार पौडेल। र अबको 3 म्याचहरू चाहिँ नेपालले जसरी भए पनि जित निकाल्नुपर्ने छ। अबको नेक्स्ट म्याच चाहिँ युएसएसँग छ। अबको 3 म्याच जित्न सकेमा मात्र नेपालले चाहिँ ओडिआई सिरिज बचाउने थियो। नेपालसँग अब 11वटा खेल त छन्, तर अन्य टिमहरूका पनि खेल बाँकी रहेका छन्। नेपालका मात्रै बाँकी रहेको छैन, अन्य टिमहरूको पनि खेल बाँकी रहेको छ। त्यसैले गर्दा चाहिँ अब चाहिँ नेपालले सबै खेलमा सबै जित निकाल्नुपर्छ यदि टप 4 मा पुग्ने हो भने। नत्र भने नेपालले ओडिआई सिरिज बचाउनको लागि, टप 4 मा पुग्नको लागि चाहिँ प्लेअफको माध्यम रोज्नुपर्ने हुन्छ। त्यसैले गर्दा नेपालले चाहिँ भोलिका दिनहरूमा निकै कन्सिस्टेन्सीका साथ खेलोस्, शुभकामना छ। हारजित भइ नै राख्छ र नेपाली समर्थकहरूको चाहिँ साथ र सपोर्ट चाहिँ एकदमै आवश्यक छ। हामीलाई पनि साथ र सपोर्ट दिनु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला। जय नेपाल, जय क्रिकेट।